हेलो हेलो साथीहरू, स्वागत छ मेरो मिनी ब्लगमा। आज खाना पकाउँदैछु। आज होइन, म सधैँ पकाउँछु। बिहान बेलुकै खाना त पकाउनुपर्छ हो। अनि मिनिमम मेरो घरमा चाहिँ दाल चाहिँ बिहान बेलुकै पाक्छ हो साथीहरू। किनभने बच्चाको लागि चाहिँ दाल, उसले चाहिँ अरू तरकारी खाँदैन, दाल चाहिँ एकदम इम्पोर्टेन्ट। अनि खानासँग दाल चाहिँ खान्छ हो। अनि म दाल चाहिँ सधैँ पकाउँछु। अनि आज भने पसल खोल्न जान लागेको छु खानाहरू बनाएर, किनभने आज पसलमा नानी पनि छैन। ऊ चाहिँ स्कुलमा गएको छ, आज इक्जाम छ नि त। अनि त्यसैले इक्जाम दिनु गएको छ। म भने खाना पकाउँछु, रेडी गरेर राख्छु। अनि म पनि पसलतिर दौडिन्छु हो, आमा छोरा चाहिँ। ल यस्तै हो साथीहरू, बिहानभरि काम गर्दा थकित हुन्छ। ल है साथीहरू, साँच्चै यहाँ चाहिँ मुन्टा केलाउँदैछु। यो चाहिँ मलाई एउटा काकीले ल्याइदिनु भएको मुन्टा हो। गाउँघरको मुन्टाहरू चाहिँ साह्रो मिठो हुन्छ हो, किनभने यसमा अर्ग्यानिक हुन्छ। अनि आजभोलि सिजन छ नि त गाउँघरमा इस्कुसको, फर्सीको, के को मुन्टाहरू खाने, हरियो खोर्सानी, काँक्रोहरू, त्यस्तै गाउँघरका खानेकुराहरू अचेलभरि खुब आउँछ। म चाहिँ हिजोदेखि अलि सन्चो पनि थिएन, त्यसैले म तातपानीहरू पिउँदै काम गर्दै गर्छु। सन्चो नभए नि मलाई चाहिँ घरमा भएपछि बस्न चाहिँ मन लाग्दैन हो साथीहरू। त्यसैले म चाहिँ काम गर्दै, अब काम त गर्नुपर्छ, किनभने पसल त खोल्नै पर्छ। अनि बच्चाहरू त हेर्नु परिहाल्यो, खाना त पकाउनु पर्यो। अनि त्यसैले म चाहिँ अब भने यो कामहरू गर्दा चाहिँ म एक्लै हुँदाखेरि चाहिँ म त्यत्तिकै धुमधुम काम गर्न चाहिँ साह्रै अल्छी लाग्छ हो। अनि म कि टिभीहरूमा केही कुराहरू लाउँछु, कि त भने एकदम सुन्ने कुराहरू सुन्छु। म चाहिँ मर्निङको टाइम थियो भने म मलमहरू बजाउँछु। अनि मलम सुनेर आनन्दसँग खाना पकाउँछु। ल यतातिर सबै खानाहरू, दालहरू सबै पाकिसक्यो साथीहरू। म सबै काम सकेर पसलतिर पुगिसक्यो। पसलतिर चाहिँ अब सामानहरू मिलाउनु पर्छ नि त, कोही टेढो कोही बाङ्गो हुन्छ। अनि सामानहरू मिलाएर अब भने कामहरू त दिनभरि त्यस्तै हो। अनि अब चाहिँ पानीहरू पनि पर्छ, पानीहरू पर्नको लागि धुम्म भइरहेछ। बिहान चाहिँ खुब गर्मी घाम लाग्छ हो, अनि बेलुका भएपछि पानी पर्छ। यो चाहिँ प्लास्केटहरू, यो चाहिँ अहिलेको बच्चा भन्दाखेरि नि अहिलेको भाइ बहिनीहरूले खुब मन पराउँछ हो। यो चाहिँ सस्तो पनि छ नि त, पढ्ने भाइ बहिनीहरूलाई त सस्तै प्लास्केटहरू मन पराउँछ। यो चाहिँ घाँटीको। अनि भने म त यताउता गर्दा कस्तो थाकिन्छ साथीहरू दिनभरि। अनि बच्चा छ, अनि थाकिन्छ, त्यही पनि काम त गर्नुपर्छ। यो तिलहरीहरू चाहिँ कस्तो देख्छ, हामीलाई चाहिँ सुहाउँदैन हो। लाइरहने मान्छेहरूलाई सबलाई सुहाउँछ भने हामी चाहिँ लाउँदैन, किनभने हामी शेर्पाहरूले चाहिँ तिलहरीहरू यस्तो हेनतेन केही पनि लाउँदैन, चुराहरू पनि लाउँदैन। तर कसैले त लाउँछ है। भने पानी परिरहेको छ साथीहरू, म केही गर्दा पानी परिसक्यो। अनि भने म तातो मोमो खाँदैछु। आजको खाजा चाहिँ मेरो मोमो छ है। पानी परिरहेको छ। अनि त्यस्तै हो साथीहरू, काम गर्दा गर्दा घर जाने बेला भइसक्यो। म चाहिँ घर जाँदैछु, बाटोतिर छु, पानी परिरहेको छ। अगाडि भने बेबी छाता। ओके साथीहरू, गुड नाइट। हामी चाहिँ खानासाना खाइसेर भाँडाहरू सबै धुएर साँगालेर सुत्यौँ। ओके, बाई बाई, गुड नाइट।